शुक्रबार काठमाडौँको 3 गुणे क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा समाचार सङ्कलन गर्ने क्रममा एभेन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको घटनाले स्तब्ध बनाएको छ। भित्रकोठामा रिपोर्टिङ गरिरहेको बेला उहाँमाथि बाहिर आगो लगाएर हत्या गरिएको हो। जो जनताको सुरक्षाका लागि रातदिन कटिबद्ध भएर आफ्नो जीवनको आश नराखेर निरन्तर सत्य सूचना र निष्पक्ष खबर हामीलाई प्रदान गर्न भ्रष्टाचारीको खबरदार गर्न लागिरहेको छ। आखिर उसैलाई यस्तो किन भइरहेको छ? नेपाल पत्रकार महासङ्घले राजसंस्थाको पुनर्स्थापनाको माग राख्दै भएको आन्दोलनका क्रममा अराजय समूहले सञ्चारगृह र सञ्चारकर्मीमाथि गरेको आक्रमणप्रति कडा आपत्ति छ। प्रदर्शनकारी समूहले अन्नपूर्ण मिडिया ग्रुपको भवनमा तोडफोड र आगजनी गरेको, कान्तिपुर टेलिभिजनको भवनमा जबरजस्ती प्रवेश गर्न खोज्दा ढुङ्गामुढा गरेको र हिमालय टेलिभिजनको सवारी साधनमा क्षति पुर्याएको उल्लेख छ। सञ्चारकर्मीलाई आतंकी तुल्याउने र जानी गरी भएको यो हमला घोर आपत्तिजनक, निन्दनीय र भर्त्सनायोग्य छ। शान्तिपूर्ण प्रदर्शनको संवैधानिक अधिकारको सम्मान गर्ने जनाउँदै आन्दोलनको नाममा प्रेसलाई तर्सित बनाउने र सञ्चारकर्मीको ज्यानै लिने कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने ठहरिएको छ। घटनामा सङ्कलन दोषीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन, क्षति पुगेका सञ्चार माध्यमहरूलाई उचित क्षतिपूर्ति प्रदान गर्न र सञ्चारगृह तथा सञ्चारकर्मीको सुरक्षाप्रति गम्भीर बन्न सरकारसँग जोरदार माग रहेको छ। जनताको सुरक्षाका लागि कटिबद्ध रहने, भ्रष्टाचारीको चिरफार गर्ने, सत्यको गौरव गरी विरोधीहरूको खबरदार गर्ने। पत्रकारमाथि नै यस्तो अराजय हमलाले पत्रकार जगत नै स्तब्ध बनाएको छ। जनताका लागि आफ्नो जीवन नै सुम्पिने पत्रकारमाथिको दमन अन्त्य गर्नका लागि बहुआयामिक प्रयास आवश्यक छ, जसमा कानुनी सुधार, सरकारी जवाबदेहिताको वृद्धि, स्वतन्त्र सञ्चार माध्यमहरूको प्रवर्धन, नागरिक सचेतना तथा अन्तर्राष्ट्रिय दबाव जस्ता तत्त्वहरू समावेश छन्। पत्रकारिता कुनै पनि लोकतान्त्रिक समाजको आधारभूत स्तम्भ हो, जसले नागरिकलाई सुसूचित गराउने, सत्तालाई जवाबदेही बनाउने र अन्यायको पर्दाफासी गर्ने कार्य गर्छ। तर विश्वकै परिप्रेक्ष्यमा हेर्दा पत्रकारहरू धम्की, हिंसा, गैरन्यायिक पक्राउ, सेन्सरसिप तथा अन्य किसिमका दमनका शिकार भइरहेका छन्। विशेष गरी अधिनायकवादी शासन, भ्रष्ट प्रशासन तथा स्वार्थ समूहको प्रभाव रहने ठाउँमा स्वतन्त्र पत्रकारमाथि निरन्तर हस्तक्षेप हुने गरेको पाइन्छ। कानुनी रूपमा पत्रकार सुरक्षाका लागि ठोस नीति तथा कानुन निर्माण गर्न आवश्यक छ। प्रेस स्वतन्त्रता सम्बन्धित अन्तर्राष्ट्रिय मापदण्डहरू अपनाई प्रत्येक राष्ट्रले आफ्नो पत्रकारहरूको सुरक्षाका लागि कानुनी सुरक्षा प्रदान गर्नुपर्छ। यदि कुनै पत्रकारलाई धम्की, हमला वा गैरन्यायिक रूपमा जेल हालिन्छ भने तिनको विरुद्ध छिटो कारबाही हुने सुनिश्चित गर्नुपर्छ। साथै प्रेस स्वतन्त्रताको विरोधी कानुनहरू जस्तै अपमानजनक सामग्री कानुन, झुटा समाचार सम्बन्धित कठोर कानुन तथा स्वतन्त्र पत्रकारितालाई दबाउने अन्य प्रावधानहरू खारेज गर्नुपर्छ। सरकारी स्वयं पत्रकारमाथि हुने दमनमा सङ्कलन नभई तिनीहरूको सुरक्षाका लागि सक्रिय भूमिका खेल्नुपर्छ। धेरै देशमा सरकार स्वयं पत्रकारहरूमाथि आक्रमण गराउने, धम्की दिने वा दमन गर्ने कार्य संलग्न हुने गरेको पाइन्छ। यस्तो प्रवृत्तिलाई अन्त्य गर्न लोकतान्त्रिक संस्थाको सुदृढीकरण, पारदर्शिता तथा नागरिक सहभागिता बढाउनुपर्छ। सरकारलाई जवाबदेही बनाउने, स्वतन्त्र न्यायपालिका, मानव अधिकार आयोग तथा नागरिक समाजको सक्रिय भूमिका हुनुपर्दछ। स्वतन्त्र सञ्चार माध्यमको प्रवर्धन गर्न आवश्यक छ। सञ्चार माध्यमको स्वामित्व सीमित व्यक्तिहरू वा शक्तिशाली समूहको हातमा केन्द्रित हुँदा पत्रकारमाथि नियन्त्रण बढ्छ। स्वतन्त्र पत्रकारिता कायम राख्नका लागि वैकल्पिक तथा डिजिटल मिडियाको विकास गर्नुपर्छ, जुन कुनै पनि शक्ति समूहबाट प्रभावित नहोस्। स्वतन्त्र समाचार संस्थालाई आर्थिक सहयोग तथा कानुनी संरक्षण दिनुपर्छ, ताकि तिनीहरू दमन वा आर्थिक नाकाबन्दीको शिकार नबनोस्। नागरिक सचेतना र समर्थन अत्यन्त आवश्यक छ। पत्रकारमाथिको दमन केवल उनीहरूकै समस्या होइन, यो सम्पूर्ण समाज र लोकतन्त्रको समस्या हो। नागरिकले स्वतन्त्र प्रेसको महत्त्व बुझ्नुपर्छ र जब पत्रकारहरू दमनमा पर्छन् तब उनीहरूको पक्षमा उभिनुपर्छ। सामाजिक सञ्जाल विरोधी प्रदर्शन तथा अन्तर्राष्ट्रिय समर्थन मार्फत दमनको विरोध गरिनुपर्छ। जब नागरिकहरू पत्रकारहरूका पक्षमा उभिन्छन् तब राज्य सत्ता वा अन्य शक्तिशाली समूहले प्रेसमाथिको दमन गर्नु अघि धेरैपल्ट सोच्नुपर्ने हुन्छ। अन्तर्राष्ट्रिय समुदायको भूमिका पनि महत्त्वपूर्ण छ। संयुक्त राष्ट्रसङ्घ प्रेस स्वतन्त्रता सम्बन्धित अन्तर्राष्ट्रिय सङ्घहरू, मानव अधिकार संस्था तथा कूटनीतिक माध्यमबाट पत्रकारितामाथिको दमन रोक्न दबाब दिन सकिन्छ। कुनै पनि देशमा प्रेस स्वतन्त्रता हनन भएमा अन्तर्राष्ट्रिय दबाब तथा निन्दाले उक्त देशलाई पुनर्विचार गर्न बाध्य पार्न सकिन्छ। विशेष गरी जब आर्थिक तथा कूटनीतिक सम्बन्धहरू प्रेस स्वतन्त्रता जस्ता आधारभूत मानवीय मूल्यहरूसँग गाँसिन्छन्, तब सत्ताहरू स्वतन्त्र पत्रकारितामाथि कठोर हस्तक्षेप गर्न डराउँछन्। यी सबै उपायहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रत्येक तहमा समन्वय आवश्यक छ। पत्रकारमाथिको दमन केवल कानुनी वा संस्थागत सुधारद्वारा मात्र अन्त्य हुँदैन। यसका लागि आम नागरिकदेखि अन्तर्राष्ट्रिय समुदायको सक्रिय संलग्नता अनिवार्य छ। जब पत्रकार स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न सक्छन्, सत्ता, शक्ति र नीतिहरूलाई चनाखो बनाइराख्न सक्छन्, अनि मात्र एक स्वस्थ लोकतन्त्र सम्भव हुन्छ। लोकतन्त्र र प्रेस विरोधी यस्ता क्रियाकलाप दोहोरिए
महासंघ त्यसविरुद्ध कडा रूपमा उत्रिन बाध्य हुनेछ। साथै मृतक पत्रकार सुरेश रजकको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको गहिरो छानबिन गरी दोषीमाथि कडा कारबाही होस्, मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ।